कहाँ गएको माइत होइन सौरी नि सौरी गएको हजुर कहाँ गएको माइत भाउजूकोमा गएको भाउजू साह्रै गाह्रो पो हुँदो रहेछ यार गाइस पोका पुन्तुरोहरू यसरी त बोकेर हिँडेको थिएन त्यो पनि बोकेर हिँडिरहेको छु ठिकै छ यहाँ माथि चौरी नि के भएको हो के भएको यो भन्छ ल्या के पनि भएको होइन ए हजुर छैन हजुर कहाँ चढ भनेको लु 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 लाग्दिउँ खोला पहिला आइज होइन त्यसले भिडियो बनाउँदै हुन्छ जस्तो ल नि त ल भइहाल्छ नि यो नेपाल कहाँबाट आउनुभएको म बजारबाट आएको नि बिहानै गएको थिएँ नि हौ 9 बजी गएको थिएँ कहाँ भाइको सौरी नि एट हुन्छ सिधा खान्छ उसले त के गर्छ अरे म त त्यसले फेरि बुढाबुढी जिस्केकोहरू पनि ब्लक बनाएर हाल्दो रहेछ हाल्नु परेन नि त हाल्नु भएन एच बुढाबुढी जिस्केको रेला गरेको माया अहिले ब्लक भन्ने कुरा कस्तो कस्तो आइसकिसकेको छ हाल्नु भएन नि है के पनि हुँदैन हौ त त्यस्तो नहाल्ला आफ्नो घरभित्रको नहाल्ला ट्याक्कै त्यसले चाहिँ वेट कम्ती हुन्छ क्या तेरो भाइ के पनि हुँदैन हौ के तल जान्छ वेट कम्ती वेट ज्यादै हुँदैछ त भएको मान्छे फोर्टी भएको मान्छे यहाँनिर 60 पुग्न आँटिसक्यो लाग्छ दिल का हाल जो तुम्हें मैं कैसे बयां करूं कहाँबाट आउनु भएको देपा हुन्छ देखा बजारबाटै टिल्ला काका घुमाइदिइहाल्नु धापतिर थिएन तपाईँको कस्टमरहरू मेरो कस्टमर घुमन्टरमै छ ए घुमन्टरमै छ हुन्छ देखा पोका पुन्तुरो बोकेर चाहिँ गाइजहरूले बिस्कुट किनाइ हुँदैछ यो ताज बेकरीमा अब यो बिस्कुट चाहिँ कसलाई लगिदिएको भनेर तपाईँहरूलाई भन्नुपर्दा चाहिँ यहाँ बुढीको आफ्नो मान्छे चाहिँ अलिकति बिमारी अवस्था रहेछ यस पार्टनर आज तल उयो छ होइन पार्टनर अन्त बिहा नबस्दिएको बिहामा ए ल पार्टनर ओ भाइ के छ रे खबर ल उसको यहाँ सामान हेर न बोकाया कसलाई न्यु खोज्छ भनेर मलाई थाहै थियो यसरी न्यु खोजिरह होइन गुरुजी कति भयो ओए म त बोतलहरू पनि लडाइन्छु है अब उसको आफ्नो मान्छे चाहिँ बिमारी छ अरे भनेर चाहिँ अब यसो कुदेर हेर्न आएको अन्त आमा पनि आइरहेछ नि त उसको आमा पनि आइरहेछ अन्त उसले आमा पनि नभेटेको धेरै भएको थियो मसँग जति बिहा भयो त्यति चाहिँ अब आमा नभेटेको थियो अब आमा पनि उसको भेट्नु पर्ने अरे होइन त्यही भएर यहाँ बोगामा चाहिँ अब के कसो हालेको छ मलाई थाहा छैन होइन अब लाइफमा एक्सपिरियन्स चाहिँ गर्नुपर्ने रहेछ भनेर चाहिँ अनुभव भयो हुँदैछ बिस्तारै बिस्तारै हो सब्जी त सब्जी राखौ भनेको कि ए मेरो उयो पर्नु त भान्जी भने आफ्नो भान्जी पर्छ अरे लगाइज अहिले भन्दाखेरि चाहिँ हामी मेरो फुपू के भन्यो बाउजू भन्यो बाउजूको घरमा चाहिँ आइपुगिसकेको छौँ होइन हामीले बाउजूलाई भेट्यौँ साथै यहाँनिर चाहिँ हुनुहुन्छ दाजु आमा मर्सी हो अनि त्यहाँ आइपुगिसकेको छु गाइज अब अलिकति बिमारी अवस्था भएर चाहिँ हामी यहाँ आएको मलाई पनि आमाको पनि दर्शन गर्न पाइयो हो गाइज भाउजू मलाई फेरि दादालाई बोल्न दिन्छ ए हो दादाले पनि दिन्छ हो होइन यसलाई बोलाउनु हुँदैन तिम्रै बुढीले त बोलाएर आएको हो नि भन्ने मेरो चाहिँ यसको भनेर आइज न खा यहाँ बस्छ माइजूलाई दिएको खाने माइजू ओछ्यानमा बस्नु त हुन्छ भाउजू यो दुधको लागि ल म चाहिँ त्यहाँदेखिको एकछिन निक्लेर बजारमा अलिकति काम छ मेरो होइन
अन्त यहाँ दोकानमा यसो पस्दियो है भाइ पनि भन्दै थियो नि त हाम्रो दाको दोकानमा त्यही भएर यसो म दाको दोकानमा के हुँदो रहेछ खबर कसो हुँदो रहेछ देखाइदिन्छु है विवेक दाको दोकान विवेक दा र सलेस दाको दोकान खुल्ला छ कि छैन त्यो भने चाहिँ यसो रिभ्यू हानिदिनु है ठिकै यस दा बनिँदैछ है पेन्टिङ हुँदैछ भाइ के भएको सिलिङ फल सिलिङ हुँदैछ होल सिलिङ फुल कम्प्लिट चाहिँ कहिले हौ दा हुँदैछ भाइ अब ल हाम्रो दाको दोकान यहाँनिर अहिले चाहिँ काम दामले है दा के भन्नुहुन्छ काम हुँदैछ अहिले यस्तै छ हो 10 दिन जस्तो त लाग्छ हाम्रो शैलेश दा र विवेक दाको दोकान भनिदिएको हो लाग्छ दा उयोहरू चाहिँ के हाल्नु भएको त्यो उयो तिनीहरूले ए यहाँनिर यो सिलिङमा चाहिँ के हाल्नुहुन्छ त लाइटहरू हाल्छ अब ए रेडियम टिलिलले टल्किने होला है अब धेरै नै भइहाल्छ नि म आउँछु नि दाले भनेर यसो है रिभ्यू हानिदिनु चाहिँ आउँछ है नयाँ नयाँ सामान हाल्नुहुन्छ होला आउ न कम्प्लिट भएर कम्प्लिट भएर चाहिँ आउँछु नि त अहिले फिलहाल हुँदैछ भनेर चाहिँ देखाइदिउँ भनेर थालिङै छ हो लथालिङै छ म त एक्लै आएको तिमी म त उहाँ आएको नि के गर्नु बुढीसँग त्यहाँ पर अन्त यसो विवेक दाको दोकानमा टक्क पस्दिउँ न भनेर नि बनिँदैछ नि त झमेला बिजी हत्तुम होला है बिजी हत्तुम ए के भएन त्यो भएन होला है दिनु पर्यो त है होइन मालिक भएपछि दिनु परेन मालिक साहब भन्दा हाम्रो दाबेरी हो यहाँनिर अच्छे गरेर दिनु पर्यो होला है ल दा यसो हेर्नु पर्यो सिधा डाङ्गो सिधा हजुर हजुर ल हाम्रो दाको दोकान चाहिँ यसो हुँदैछ अहिले ए दा चाहिँ फेरि यहाँ बाहिरबाट हाम्रो दा पनि मालिक साहब खास मालिक साहब यहाँ बाहिरबाट उताबाट पनि हेरिदिँदो रहेछ बिग्रेको छ कि छैन दुईपट्टिबाट है यस्तो हेर्नु त गाइस दुईपट्टिबाट बाहिरबाट यहाँ फाल्टो हेर्ने हो भित्रबाट फाल्टै रहेछ हेरिदिने सक्छ अन्त सक्दैन नि है बनिसकेर आउँछु ल दा ओके भाइ फुल देखाइदिनु लाइट साइट हालिसकेर मोटामोटी 10 दिन लाग्छ 10 दिन 10 दिनमा कम्प्लिट म 15 दिनमा आउँछु ओके ल दा गएँ एकछिन ल है त गाइस यहाँनिर चाहिँ हाम्रो दाको दोकान अब यसो अहिले चाहिँ फिलहाल दामी बनाउँदैछ देखाइदिन्छु म तपाईँहरूलाई त्यही हो गाइस हेर्दै गर्नु होला अब सौरिनी चाहिँ यहाँ के लगाएर आएछ यो चाहिँ अब यो चाहिँ के भन्छ महाशिवरात्रिको लागि हुनसक्छ यो गेट लगाएको चाहिँ होइन सायद भेन्टिलेसन गेट लगाएको चाहिँ महाशिवरात्रिको लागि हुनसक्छ यहाँ अगाडि चाहिँ हाम्रो मन्दिर छ नि त है गाइस म चाहिँ अलिकति यहाँनिर काम छ कि त्यही भएर आएको ल गाइस है 15 दिन बाद चाहिँ अब यसो देखाइदिन्छु नि तपाईँहरूलाई सो गाइस अहिले भन्दाखेरि चाहिँ अब सौरेनीमा यहाँ मैले मेरो गाउँको साथी भेटिसकेको छु यन्ना नमस्कार दर्शक बिन्दुहरू है कति के काम ल्याएको थिएँ सौरेनी चाहिँ सानो काम ल्याएको थिइस् कुन चाहिँ सानो काम भनिदिहाल्नु न कुन चाहिँ सानो काममा त यसो हाम्रो यहाँ गाइजहरूलाई पनि सुनाइदिहाल्नु न कति के कामले आएको थिइस् मैले भने त अन्त भाइ ल्याउन आएको भनेर ए भाइ ल्याउन आएको खोइ अन्त भाइ चाहिँ आउँदैछ नि त दार्जिलिङबाट ए दार्जिलिङबाट आउँदैछ अब यहाँ आएर चाहिँ तैँले त्यो त अब मोनिटाइजहरू पनि थालेछ पिकअप गरेर चाहिँ लानुपर्ने है कहाँ हुन्छ हौ मनिटाइज हालिराख्छु त अस्ति अन्त भन्नु त पाएँ नि त हौ त्यो होइन कन्टेन्ट बनाउनुको लागि त भन्नु त पाएन भन् त यसो सरी भ्युजहरू पनि देखाइदिएछ भ्युवर्सहरूलाई हो सौरेनीको भ्युज देखाएर अहिले त गाइजहरू के भन्छ भन् त यो भाइले जानेकै सौरेनी र मिरिक मात्रै देखाउनु भन्नु थालिसकेको छ नि त हो अन्त यसो नयाँ नयाँ जग्गा गएर देख न त अब नयाँ नयाँ जग्गा त अब बुढीले दिनु पनि पऱ्यो नि त मलाई बिहा गरिहाली ए लगाएजी साथी भेटिसकेको छु म चाहिँ अब मेरो काम सकिसकेँ म एकछिन पर दाजुको दोकान पनि तपाईँहरूलाई देखाइदिइहालेँ र अहिले चाहिँ स्कुल यहीँ रविन्द्रनाथ स्कुल अगाडि हो अपोजिट याद आउँदैन स्कुल पढेको हाई स्कुल याद आउँछ नि अनि छिटो आऊ है भनिरहेको छु हो त्यही भएर यहाँनिर अब यसो कामसाम सप्टाएर जान्छु आमा भरे तपाईँ पनि भिडियोमा आउनुहुन्छ है देख्छ हाम्रो फोनतिर त्यही त के भन्नुहुन्छ हो राम्रो राम्रो लाग्यो सौरेनीमा हो हजुर किनभने घमाइलो रहेछ हाम्रो जस्तो उयो चिसो रहेनछ हो हजुर अनि राम्रो छ है राम्रो हो एकदम जैन भेटेर कस्तो लाग्यो
खुसी लाग्यो ज्वाइँलाई भेटेर नि छोरी ज्वाइँलाई भेटेर बुहारीको घरमा हो सम्झिनलाई भेटेर खुसी लाग्यो हजुर बिमारी हेर्नु आएको बिमारीलाई हेर्नु आएको भेटघाट गर्न आएको यहाँ भिडियो उयो गरिरहेको छ है ज्वाइँले हुन्छ भाउजू त हाम्रो छोडिहाल्यो अन्त अन्त के गर्नु बहिनी एकपल्ट थापेर टिभीमा आउँदा छ नि फेरि मैले उयसमा हालिदिइरहेको टिभीमा आउँदा छ नि फेरि आउँछ नि आमा हजुर टिभीमा आउँदा छ हो ज्वाइँ कहाँ गएको पनि आउँछ ल देखाइदिइहाल्यो हजुर भरे आइहाल्छ नि रहेछ उयोतिर फोनतिर हजुर भरे अपलोड भइहाल्छ भएर आइहाल्छ हजुर एकदम राम्रो राम्रो बोल्नु त राम्रो राम्रो है मक्खन हालेर बोल्नु पऱ्यो भन्दा चाहिँ अब भाउजूले के तेरो अहिले भाउजू तपाईँ पनि लिनुहुन्छ होइन हजुर लिनु होइन म अहिले खान्छु नि हस्पिटल बिमारीहरूलाई पनि दिनुपर्छ कि हजुर। यो कसलाई खाना लिनु नि सँगै लिएको भए होइन होइन अहिले लिन्छु नि भाइ लिनु नि ज्वाइँ लिनु यहाँ है चमच ल्याउ न चमच ल्याउ त ल गाइस अब यहाँनिर चाहिँ हामीलाई एकदम हातले खानुहुन्छ म त हातैले खान्छु हातैले खान्छु हातले खानुहुन्छ ज्वाइँ चाहिँ हुन्छ चमच हजुर उयो माइजूलाई चिया दे भन्दै थियो आमाले ए म खाँदिनँ नखाने नखाने त्यही त मैले हिँड्दाखेरि खाएको खाना खाना हिँड्दाखेरि म खाएँ नखाने त्यही त उयो आधा दे माइजूलाई भन्दै थियो होइन कि नखाने बुहारी नखानु ल हिँड्दाखेरि ल भाउजू अहिले खाने तपाईँ म अहिले खान्छु गाडी सास बनाउँछ हिँड्दाखेरि नखानु नखानु आमाले होइन त्यही अहिले नगरौँला नेपालबाट चाहिँ नेपालबाट चाहिँ आउँदाखेरि चाहिँ खाना खानु बोलायो माछा घरमा हो तिमीलाई हालिदिन्छु ल मेरो पहिलेको देउरानीकोमा रक्सी कम्तीमा त हाल कम्तीमा त बेसी हाल अब नेपालको रक्सी त कोदोको त हो अन्त एक गिलास दुई एउटा हाल गिलास न। खाइहालेँ थपिदियो अनि कुखुराको मासु के केसँग दिएको थियो है अन्त कोदोको भनेर लोभले खाएँ होइन गाडीमा कस्तो जति झोलाली माता छ दाल दाल हो भात पनि यति चाहिँ खाएँ त्यो रक्सीले गर्दा त्यो यहाँ आमालाई कर्चीमा माला न। के बालीबाट गर्दा हो त्यहाँबाट त जति नानीले फेरि तान्छ यतिकै ककु उयो किन्दिनँ न ककु उयो किन्दिनँ भन्छ हो यो ककु त केसँग मातेको पनि भन्छ हो मन पनि छानेर खाएँ त्यहाँबाट मेरो पाला चाहिँ त्यहाँबाट काबु खान्न घरमा आएर खान्न भन्ने पनि भएको खाँदिनँ नि खानु खाना ल खानु ल सेलिन्छ म त हातै आमा हाल्नुहुन्छ म आमै हाल्छु रसहरू हालेर खानु ल आमाले बनाउँदा हामी बनाउनुहुन्छ मिठो बनाउँछ नि बुझ्ने। मुला उसिन्नु हुँदैन क्या म त मुलाई खान्छु आमाले के पापा हजुर म त खै लिनु नि आमा अब दिदीले आमा हाल्नुहुन्छ म आफै हाल्छु ज्वाइँमा हाल्दैन हाल्यो त आमाले त फिक्स उसिनेर हो मजाले उसिन्नु भयो नि म चाहिँ फेरि खाल्ला होइन त्यस्तै मनपर्छ तर म त परकै लगाए भाउजू खायो ल ल ल ल ल खानु न हुन्छ भाउजू खाएँ आमा हुन्छ अब एकछिन अन गर्नु सल्लाह अन गर्नु सल्लाह भनेको अब तपाईँहरूलाई देखाइदिनु म खाएको देखाउँछु नि ल हुन्छ नदेखाउनु अलिकति अप्ठ्यारो यसो ल खाइदे झोल मजाले बनाएको छ त निरन्तर त तलै हुनुहुन्छ होला निजन त तलै छ मलाई चाहिँ कस्तो उयो खानु मन लाग्यो नि त आलु कुच्चाको रस के त्यही त मिठो भएछ आलुको त आलु कुच्चाको रस पुरा खानु मन लागेको थियो र चाहिँ अलिअलि यसो गुन्द्रुक भात है गुन्द्रुक हालेर पाएको भए त त्यो नि गुन्द्रुक हालेन नि त आमाले मिठो भएछ हौ हाल्नै छैन खाए हुन्छ, मिठो भएको छ। माइजू खाँदै गर्नु ल म आइहालेँ बाबा भएछ ढोबा बनाउँछ है आमाले हजुर जमे अन्त यतिको दामी झोल या म त फेरि ऱ्यापहरू हानिदिन्छु है लगाइदियो अहिले यहाँ भाउजू घरमा टक्क थाहा पनि थिएन खानासाना बनिँदैछ भनेर अब आएर यहाँनिर नखाइ जानु पनि भएन बनाइदिइसकेको कुरा खाइयो गाइस ल आमा म बुढी बसेर सम्झिने चाहिँ के खाना खाँदैछु ड्युटी जानुभयो त्यही त आमा घरमै ए, आज छुट्टी पापा
रुख लडाउँछ फेरि त्यसले त लो प्रेसरलाई ए लो त्यही प्रेसर त लडाउँछ कि अन्त यो त उइसमा के भन्छ फुट पार्यो भातमा उयो प्याज पड्काएको जस्तो पड्कायो लसुन अदुवा कुटाएर हाल्यो अन्त भुट्यो कि बौजादी राख्नु न पर्दैन होस् देख माइजूलाई बिचारा सबै चिज दिँदैछ जस्तो राख्नु न आजै लु एक दुईवटा दि खाउ न त भनेर यहाँ डल्लै कसमा जिकिदिन्छ त भाउजूले त्यही ल्या म खान्न खुवाउ भन्दैछ आमाले यति राख्नु म त गाइस अहिले भर्खर यहाँ म खानापिना लिएर भयो आउँछु हो चाहिँ एकछिन रेस्ट गरेर हामी पनि जानुपर्ने अब यसो बिहातिर गइहाल्यो भने चाहिँ म तपाईँहरूलाई देखाइदिन्छु हो अब हेर्दै गर्नु होला आमालाई पनि गाडी चढाएर चाहिँ पठाइदिन्छु हामी तर्फ हो आमा कहिले होला ल त गाइस अब भन्दाखेरि चाहिँ यहाँबाट निक्लिनु पर्ने आवश्यकता अलिकति खानासाना खाइयो अब यहाँबाट निक्लिनु पर्छ होला गफ हुँदैछ भित्र पनि नबिर्सी सामानहरू चाहिँ लु नबिर्सी उयो गर है कस्तो कन्फ्युज पारेर ल्याइदिएछ नि तिमीले बोलाएर चाहिँ नि दाजु बोलाएर चाहिँ यसमा हालिदिउँ नि यसमा यो गरौँ नभनिरहनु हो सुन्तला सक्यो नि भाउजू ढिलो भएछौँ हामी ए तपाईँ यो मेरो ह्याङ्की ए होस् भरे धुँदा भइरहेछ आमा अब निक्लिनुपर्छ हजुर खोइ यो सामान कहाँ छ अरू सामान यो सामान बोकेर लानु पर्छ हुन्छ हुन्छ दिदीलाई भनेर न दिदी र सोल्टीलाई हाल्नुपर्छ नि के भएको हाल्नुपर्छ नि है नाच्ला जस्तो गर्छ त आमा त अन्त हाल्नुपर्छ नि भन्दा ल अब यहाँबाट चाहिँ निक्ल्यो खोइ हाम्रो दिदी दिदी लड्की इराको होला है अब यहाँनिर चाहिँ हामी बिमारी दिदीको भाउजूको दिदी हुन्छ दिदी जान्छु ल ल बहिनी बिस्तारै जाऊ लु लु अब यस्तो हो नि त आशीर्वाद भयो नि यहाँ ढोक भने बुहारी ल राम्रोसँग जाति हुनुहोस् ल बहिनी र राम्रोसँग जाति हुनु हो त्यहाँबाट यस्तो केहरू नगर्नुहोस् ल जाति राम्रो भएछ अस्ति भन्दा त तपाईँको अनुहार रुझेल राम्रो भएछ है गाउँहरू पनि निकै जाति हुँदो रहेछ हो राम्रोसँग दबाई पानी खानुहोस् एकछिन ल जोइ बत्ती बालिदिन्छु तपाईँको फोटो एकदम हालिदिनु लु 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 हाम्रो दिदीको है हाम्रो दिदीको चाहिँ यहाँनिर एकदम बिमारी अवस्थामा रहेछ नि त है दिदी क्या डर लाग्दो भएको छ अन्त है जाति भयो जाति भएको नि कस्तो डर लाग्दो थियो बिचारा आमाले स्याहारेर मैले स्याहारेर चाहिँ हेल्पिङ लाइनको पुरा जरुरी छ है हजुर हेल्पिङ लाइनको पुरा जरुरी छ हो नि छैन आमा भनेको चाहिँ आमा हुन्छ है हो नि अब मैले अब कहाँ पुगेको बेला पनि होइन बिचरा एनजी भाइहरूले नानीहरूले ल्याइदिनु राम्रो हो नि त अब मैले छोरी देख्नु पाएँ न त कोही न कोही थियो नि हौ अब कति भोकै बस्यो होला हो कति के भयो होला अन्त अहिले त ढुक्क भएको छु राम्रो स्याहारेर त्यही त हुन्छ त्यही त दिदीलाई है राम्ररी है दबाईहरू खानु राम्रो हुनु जाति हुन्छ कोही आउँदै बस्नु ल दिदी अब त यहीँ हो तपाईँ भेट्नु पाइहाल्छु हुन्छ 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 हजुर भन्दै झनै खेर गयो के भन्छ नि दारिमको पोखरा खानु पर्दो रहेछ चट्टै मेरो एउटा एकपल्ट के त यसरी मैले आज खाएको छुइनँ आज मैले आएको छैन कोटा र खुन निकालेर तपाईँले हुन्छ आमा
परेको ठुलो अगाडि बस्छ होला है बोक्छौ ठुलो ब्याग बोक्दिनु के बोक्दिनु हँ यही बोक बहिनीलाई पनि देऊ है त्यस कुन बनाउँदै होला सुकेको खाने सुक्खा न गाँचो सबै गाडीको बोक्राले अहिले खाँदै गर्दा भने खानु खानु म त पुरा गनाउँथ्यो ए हो अब जाने नि जाने नि रातो होइन कालो भिडियो कल कालो देखिरहेको हुन्छ सत्तै भयो है गुण गानेको त कालो हुँदो रहेछ नि त दाँत है सम्झिने नि सुन्तलाको त खाउन्जेल मात्रै रहेछ यसले चाहिँ नि बनाउँदै ए हो पुलिसको सम्झिनेको दाम दुख्छ दुख्दैन दुधै खप्प खुवाल खाएको ए मेरो त हल्लिँदैछ नि त कतिवटा टोल खाएको भएको छ हो स्याहारो दुख्दैन नि उयोसँग त जानुहुन्छ होला नि त लिपस्टिक पनि लाग्छ न मैले त गाडी पाउँछ होला आमाले पाउँछ नभए पर हेरेर आउँछु कि हेरेर आउँछु न त आमा गए ओ तिम्रो ब्याग चाहिँ हाल न त ल नमरी राखे दाइवाला सास आँटको पाली नि हाम्रो घरमा उयो गर्नुपर्छ ल तिम्रो चाहिँ हाल्दै हुनु छैन नानी पनि राति होस् न ल हुन्छ ल गएमा बाई बाई मलाई त बाई बाई पो नमस्ते होइन बाई बाई लु पोकाहरू रेडी भयो अब चाहिँ हामी यहाँबाट निक्लेको होइन एकदम के कसो लाग्यो राम्रो लाग्यो मलाई त बाबा यहीँबाट बिक्सिङ बाबालाई उयो बन्द हेर्नु ल यहीँ थिएछ त अन्त है गाडी उयो यो गाडी जान्थेन अन्त ऊ हामी भाइ है कहाँ गएको भाइ डुली डुली भन्दै कहाँ गएको बाई बाई गरिदिइहालेको बाई बाई गर्नु छिटो छ नि बजार आएको कहाँ कहाँ जानुपर्ने हुन्छ बन चेन्ज गर्नुपर्छ चेन्ज त ओइ अनि यार ससुराली जाने हो हो दाइ हो त साम्पाङ होइन दिदी चाहिँ ब्याग बोकेर बुढी घिचाएर हिँड्नुपर्छ गाइस ल सब्सक्राइबरहरू पनि भेट्दो रहेछ टन्नै ब्याट्री पनि छैन रहेछ नि सब्सक्राइबर बन्द पठाउँछु ल ब्याग त बोकान हो अन्त न पानी भर्नु पर्छ जाएर एकछिन फोनमा उयो राधिका उसको चाहिँ प्रवचन सुनि निस्केको छ हौ केटीबाट धन्यवाद बाबु बाटै रिस उठ्दैछ अन्त आमा लगाइस अहिले भन्दाखेरि चाहिँ हामी घर फर्केको हो आमालाई पनि छोडायो हो अन्त अहिले अब सौरिन होटल चाहिँ हामी घर फर्किँदैछु आज गाडी रहेन रहेछ भन्छ है आज कहिले पनि हुँदैन एउटा लाउँदो गाडी हाम्रो सौरिनी होटलको बाटो चाहिँ नैबर छ कोही पनि त कन्ट्र्याक्टै नआएको नि यो बाटोको कन्ट्र्याक्ट आएको भए पो हुन्छ खोइ पुग्यो होला नि त होइन यो बाटोको हालत यस्तो घिनलाग्दो त्यही भएर गाडीहरू आउनु मन गर्दैन त क्या हो यताबाट लानु दादा यताबाट हजुर अदुवाहरू पुग्छ ए स्पिड भयो नि टेरिका माम पाखा टायरको नयाँ यो हाम्रो घुमानटारको बाटो त्यस्तो घिनलाग्दो छ हस्पिटल माथि यार गाई
कन्ट्र्याक्ट आउनु नि हो यो बाटो हो जस्तो लाग्छ क्या कति गुहार माग्नु यार ल हिँड्दैछु न्यू हस्पिटल ल राखेँ जहाँ मिठो कलर हान्दैछ हाम्रो हस्पिटलको है ज्वाइँ पुग्यो अरे हुन्छ हुन्छ अरे मजाले पुगेछ भयो सबै ठिकै गयो हामी बाबा पनि ए बाबा हो भने चाहिँ बिहान गएको रहेछ हजुर बाबा त बाइकमै हिँड्छ नि त कहाँ हो नेपाल लगाइ जब चाहिँ हामी घर आइपुगिसक्यौँ हो होला तिमी त ससुराली गएको जत्तिकै फिल भयो नि आमामा मिठो छ त्यो मेरो ड्राकुलाहरूले अन्डा पारे कि पारेन भन मेरो ड्राकुलाहरू है खोइ मेरो ड्राकुलाहरूले पारे कि पारेन गाई छ अन्डा ड्राकु अरे यार ड्राकुहरूले पार्दैछ जे होस् अरे ड्राकुहरूले अन्डा पनि पार्दैछ गाइज होइन तिमीहरू चाहिँ मेरो ड्राकुहरू हो अन्डा पारोस् भनेर क्या भेराइटिज अफ भालेहरू छ फेरि यो त्यहाँभित्र एउटा सिमसारको भाले छ यो तपाईँको अब काठमाडौँको भाले कहाँ खान्छौ खाँदिन उसले पनि खाँदैन म पनि खाँदिनँ